के अरे is this what church? I know that. कोठा देखाउनु पर्ने होला नि त नि Lo voy a ir por el cielo, ¿no? अनुहार चाहिँ देखाएर अरु टाउका अनुहार चाहिँ क्लासमा खिचेको हुन्छ नि सर सबैजना क्लास लिएर एकै ठाउँ बसेको दिएर कस्तो लेख्यो मागनीको उल्टो क्या साँच्चै हो नि अनि बोल्दैछु बाध्य त क्यामेरामा हेर न टुपी राई चाहिन्छ
पर्दैन अहिले Who is this man? This is a. Game सारो भने के हो कति सारो अब त्यो रस छैन सब्जी बनाउँदा यस्तो सर परे अगाडि जानुहोस् न नजिक भयो सर हेर्नुहुन्छ हामीले कहिले मिलाएर राख्नु नि ल Thank you.
रुद्र राज हालेलुया एउटा क्लिक गर्नु क्लिक गर्नु तिमा तिमा कहाँ जाने सर हो इसलाई आउने भन्नु भन्दा अगाडि एउटा कथा हामी गर्नेछौँ। एक दिनमा एक शहरमा चाहिँ एक व्यक्तिलाई एउटा छोरा थियो, राजा हुनुहुन्थ्यो, एकदम राम्रो छोरा चाहिँ पुरा त्यो छोरा मरेको भए बाउकै निम्ति केही छैन, दुईजना बाउ छोरा त्यस्तै भयो। बाउ हुँदा हुँदै छोराले बढ्दै हुँदै गइसकेपछि बाजे मृत्यु हुने भयो अनि त्यही भएपछि उसको बाउ एक्सिडेन्ट भएर छोरा एक्सिडेन्ट भएर बाउ चाहिँ एकदम बुढो अवस्थामा 70 वर्ष जति थियो। तर उसको छोरा बचाउनेको निम्तिमा चाहिँ सारा संसार उत्पत्ति 3 को 15 एकजनाले पढिदिनुहोस् है। जेनेसिस च्याप्टर 3 वर्स 50। तेरो र स्त्रीको बीचमा र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु, यसले तेरो श्री जब परमेश्वर शैतान चाहिँ सर्प रूप लिएर आउनु भएको थियो, शैतान चाहिँ सर्प रूप लिएर आइसकेपछि मानिसले त्यसलाई सर्नु भयो। तपाईहरुको विचारमा के होला? यीशु ख्रीष्ट संसारमा आउनु भयो, सबभन्दा महान काम गर्नुभएको, उहाँकै काम पुरा भएको चाहिँ के हुन्छ भने क्रुस माथिमा अथवा उहाँले आएर मृत्यु भएको चाहिँ सबभन्दा महान काम उहाँले संसारमा आउने अर्थ त्यही नै हुन्छ। यीशु ख्रीष्ट संसारमा देख्नु भएको छ। हाम्रो बुवामान्छाले मृत्यु हुने भयो, उहाँको साथमा मैले कसै व्यक्ति गएर मर्दिने तपाईले साच्चै देख्नु भएको छ? आउनु भयो, तपाई मेरो निम्ति तपाई मर्ने ठाउँमा तपाई आइदिएर यीशु ख्रीष्ट मर्नु भयो भनेको कुरा चाहिँ हामी राम्रोसँग त्यो चाहिँ थाहा हुन्छ। त्यसले गर्दा हामी पत्रुस, पौल र फिलिप, याकोब यति चारजनाले चाहिँ के भन्छ भने सबभन्दा
यीशु ख्रीष्टको वा महत्त्वसिक साक्षी के हुन्छ भने भनेको छ याकुबले भनेको छ फिलिप 1:4 जनाले चाहिँ सबभन्दा महान कुरो भनेको चाहिँ एक हैन र आज के हुन्छ भने यीशु ख्रीष्ट तपाई मेरो निम्ति तपाई मनुष्यहरूमा आइदिनु भयो त्यो महान हुन्छ त्यसले गर्दा हामीले एकछिन उहाँको मृत्युद्वारा चाहिँ हामीले के कसरी थाहा पाइन्छ भने हामी इजाया पुस्तकमा चाहिँ हामीले देखिसक्नु भएको छैन किनभने तपाईले सर्पको बिचमा म दोषमन्ता बनाउँछु तिमीले सर्पको टाउको भिर्चिनेछन् भनेर भनेको कुरा चाहिँ इजाया 53 पन्ना हामीले वाले राज पनि छैन वाले केही पनि छैन प्रभु यीशु ख्रीष्ट संसारमा आउनुहुन्छ पुस्तक तपाईले अहिलेदेखि लिएर जुन भोलि पर्सि निकल्सीसम्म तपाईले बेच्दिएर लाग्नु छैन तपाई सबै पढ्नुहोस् है इजाया पुस्तक 53 औतीमा हामी नयाँ नियममा चाहिँ एकचोटि मात्रै पाइन्छ त्यो एकचोटि चाहिँ एटर्नमेन्ट भन्ने शब्द हाम्रो भाषामा के भन्छ सर एटर्नमेन्ट भनेको सोपेको अरूमा सोपेको मेला भने जस्तै हैन सोपेको अथवा कुनै कुरामा सोपेको तपाईले लास कस्तो गर्छौ त रानी बेला सेतो कपडाले सोप्छानी त्यही सोपेको शब्द चाहिँ इंग्लिश शब्दमा अर्कोमा एटोनमेन्ट भन्छ जुन यीशु ख्रीष्टको र न्यू टेस्टामेन्टमा हामीले एक किसिमको रिकन्सिलिएसन भन्छ मेलमिलाप हैन रिकन्सिलिएसन मेलमिलाप भनेर भन्छ त्यो चाहिँ हामीले रोमी पुस्तकको 5:10-11 पदमा तपाईले हेर्नुहुन्छ भने देखिन्छ रोमी पुस्तक 5:10 देखि लिएर 11 सम्म हेर्नुहुन्छ भने यीशु ख्रीष्ट संसारमा आउनु भएको बचाइने छौं यति मात्र होइन तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरमा हामी रमाउँदै पनि छौं उहाँद्वारा अब हामीलाई परमेश्वरसँग मिलाप प्राप्त भएको छ किनभने मैले तिमी शराब दिनेछ तिम्रो बीचमा तिमीले सर्पको बीचमा म दोषमन्ता बनाउँछ त्यही दोषमन्ताले चाहिँ के भन्छ बुझाउनेको निम्ति यीशु ख्रीष्ट आउनु भयो नेक्स्टमा चाहिँ हामीले सब्स्टिट्युसन भन्छ सब्स्टिट्युसन जान्दैन हामी थाहा छैन सब्स्टिट्युसन भनेको त्यो सब्स्टिट्युसन भनेको मतलब चाहिँ हामीले परमेश्वरसँग रिकन्सिलिएसन पनि भन्छ रिकन्सिलिएसनले चाहिँ के भन्छ भने मेलमिलाप परमेश्वरसँग हामीले मेलमिलाप गर्दिनलाई हामीले गुड फ्राइडे परमेश्वरले यीशु ख्रीष्ट संसारमा आउनु भयो हाम्रो निम्ति आउनु भयो रोम 5:10 मा तपाईले अघि पढ्नु भयो परमेश्वर प्रभु यीशु ख्रीष्ट चाहिँ संसारमा आउनु भयो र मृत्यु भयो त्यसले चाहिँ परमेश्वरसँग हामीले मेलमिलाप गराउनु भयो भनेर हामीले अघि पढेको थियौं हैन पढ्नु त फेरि रोमी 5:10 मा चाहिँ परमेश्वरसँग हामीले मेलमिलाप गर्नेको निम्ति यीशु ख्रीष्ट आउनु भयो किनकि हामी शत्रु सधैँ उहाँका पुत्रको मृत्युद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको थियो भने झन् बढी अब उहाँसँगै मिलाप भएका हुनाले ख्रीष्टको जीवनद्वारा हामी बचाइनेछौँ यीशुद्वारा हामी बाँचिनेछौँ परमेश्वरसँग नमिलेको व्यक्तिहरू मानिसहरू चाहिँ यीशु ख्रीष्टलाई मर्नु भयो त्यसद्वारा चाहिँ हामी उहाँसँग मिल्ने हुने भए भनेर हामीले चाहिँ बुझ्नुपर्छ अनि कुनै व्यक्ति हाम्रो प्रश्न हामीले उठाउँ हैन प्रश्न तपाईहरुले किनभने प्रभु यीशु ख्रीष्ट किन हामीले मिलाप गर्नुभयो यति पनि ठुलो धन्यवाद छ प्रभुलाई साच्चै नै तपाई महान हुनुहुन्छ प्रभु मेरो निम्ति तपाईले मर्नु भयो प्रभु किन मलाई बचाउनु भयो यही कुरा चाहिँ सारा संसारले प्रभु सबै संसारकै निम्ति तपाई आउनु भयो धन्यवाद छ प्रभु यदि तपाईको जीवित वचनबाट म कुनै भुल गल्ती मैले बोलेको सबले परमेश्वर क्षमा अनि छुट्ने छौं मार्गको प्राप्ति विषय भन्न चाहन्छु हामीलाई थाहा छ अनि यस परिवारको लागि प्रार्थना गर्छु विशेष गरी अनि प्रार्थना गर्न हाम्रो गर्न विशेष गरी जुजुन सर अनि उहाँको टिमको लागि अनि हामी प्रार्थना सम्मिलित छौं हाम्रो दाजु दिदीहरू बेन्जसको लागि भन्न चाहनुहुन्छ उहाँको प्रत्येक दुःखमा कष्टमा प्रभु उहाँहरूसँग यसमा हामी प्रार्थना गर्छौँ अनि आज हाम्रो दिनभरि क्लासलाई परमेश्वरको हातमा सुम्पने छौँ अनि यदि यस कार्यक्रमको केही मुख्य विषय छ भने भन्न सक्नुहुन्छ
वचन सुन्ने मौका दिनुभयो प्रभु। त्यसरी परमेश्वर तपाईँको दासद्वारा प्रभु हामीले धेरै आशिषहरू पाएका छौँ प्रभु। त्यसरी प्रभु एउटा फुलको मालालाई प्रभु कुनै जग्गा हामीले आफ्नो मनमा प्रभु ती वचनहरू उनेर सजाएर राखेका छौँ परमेश्वर। त्यसरी परमेश्वर ती वचनहरू प्रभु हाम्रो जीवनमा अन्तिमसम्म लागू हुन सकेको छ प्रभु। परमेश्वर त्यो तपाईँलाई आफ्नो दासलाई प्रभु आफ्नो छोराको सेवामा आशिष दिनुहोस्। मेरो विवेकको विरोधमा जानु त मेरो आफ्नै विवेकको विरोधमा जानु त अइमानदार जे कुरो ठिक भनेको छ त्यो मैले बेठिक भनिदिएँ भने म असुरक्षित हुन्छु। परमेश्वर वचनको विपरीत गरेर म असुरक्षित हुन्छु। यसका महसुस गर्छु भनेर उनले राजालाई पनि उत्तर दिए। म अरू सफाइ दिनुभयो तैँले अहिलेसम्म प्रतिपादन गरेको सिद्धान्त रोमन क्याथोलिक मण्डलीको विरोधमा तैँले बोलेको कुरा फिर्ता लि भन्दाखेरि उनले भन्छ मेरो विवेकले मलाई जुन कुरामा दोषाउँदै त्यो कुरा मैले किन फिर्ता लिने। यदि त्यसो गरे भने विरोधमा म जान सक्दिनँ। अनि हे परमेश्वर मलाई सहायता गर्नुहोस् भनिकन उनले सभामा नै मार्टिन लुथरले सम्राटले लुथरलाई मार्टिन वास्तवमा मार्टिन लुथर सन्यासी भएको थियो। अनि उनले सन्यासी दिएको तपाईँले बुद्धिस्टले यहाँ लगाएर हुन्छ। सम्राटले के भनेछ कडा निर्णय मैले अस्ति पनि भनिसकेँ। त्यति बेलाका राजकुमारलाई सहायता गरे। सेक्सोनिका यो सहरको नाम हो। सेक्सोनिका हेड्रिक पनि हुन्छ एक त। हेड्रिकले लुथरलाई खानामा पर्दादेखि र मृत्युदण्डदेखि किनभने यो चाहिँ त्यो सेक्सोनिकाउने राजकुमार हुन्। राजकुमार पद पाएको उनले पुलिसको थानामा पर्दैदेखि यदि छोडेको मान्छेले मान्छेलाई मारिहाल्थे मृत्युदण्डदेखि। बेच्नेका मात्रै मृत्युदण्डमा पर्नदेखि जाए मान्छे जोगाउनु भयो। वर्ग वाट वर्गको किल्ला लुकेर बसे। यो सेक्सोनिका हेड्रिकले लुथरलाई आफ्नो मानिसहरू सिपाहीहरू खटाएर उनलाई राजाको मान्छेले पक्रेर लान अगाडि उनलाई मृत्युदण्ड निर्देशकाला गर्न अगाडि नै समात्र उनलाई कहाँ लागेछ बाट वर्गको एउटा किल्लामा लगेर उनलाई राखेछ। र मार्टिन लुथर धेरै समय त्यो किल्लाभित्र लुकेर बसे, बाहिर हिँड्डुल गरेन। बाहिर भेटेको भए राजाका मानिसहरू पोखका मानिसहरूले उनलाई मारिदिन्थे। एउटा असल सिद्धान्तको निम्ति एउटा वचनको आधारमा हेर्दा रोमन क्याथोलिक मण्डली बिग्रेको मण्डलीले कसरी एउटा धर्म सुधारकहरूलाई खेदो गरेको कुरा हामी यसले बुझ्न सक्छौँ।
अब यो लुकेर बसेकै बेलामा एउटा मार्टिन लुथर त्यसै त बसेन, उसले त्यस बेला नयाँ करारलाई ग्रिकबाट जर्मनी भाषामा अनुवाद गरे। राम्रै भयो होइन, उनी लुकेर बस्दा अनुवाद गरे। अब अस्ति नै अहिले प्रेस हेरिसक्यो, प्रेसहरू आविष्कार भइसकेको थियो। चार्ल्स पाँचौंले 1521 मा फ्रान्स र स्पेनसँग युद्धमा अल्झेर 8 वर्षसम्म लुथरको गतिविधिमा ध्यान दिएनन्। राम्रै भएको छ है। चार्ल्स पञ्चम इटालीको चार्ल्स पञ्चम ले लुथरलाई त खतम गर्न चाहँदा, तर 1521 मा के भन्छ, फ्रान्स र स्पेनसँग उसको युद्ध भयो। फ्रान्स र स्पेन इटालीमाथि आक्रमण गर्न आएछ, अनि तिनीहरूसँग युद्ध गर्दै नै उसको फुर्सद भएन र मार्टिन लुथरले के गर्दैछ भन्ने मार्टिन लुथर गतिविधिमा वास्ता राख्न पाएन, ख्याल गर्न पाएन। तर यता राम्रो भयो कि त्यो अवस्थामा मार्टिन लुथरले चाहिँ जर्मनी भाषामा नयाँ करार 27 पुस्तकलाई अनुवाद गरेर छापाखामा पठाएर जर्मन भाषामै पढ्न पाउने गरिकन सबैको हातमा बाइबल पुर्याइदिए। आमेन। परमेश्वरले अचम्म कामहरू गर्नुहुन्छ। अब यसरी बाइबललाई अनुवाद गरेर आफ्नै भाषाहरूमा अब अध्ययन गर्न, के अरे मार्टिन लुथरको विचार थियो सबै मानिसले बाइबल पढ्न पाउनुपर्छ भन्ने उनको धारणा थियो। मा लुथर बिटेनबर्ग फेरि पनि बाहिर आए र उनले गतिविधि उता राजा चाहिँ युद्धमा फसिराखेका छ। उनले मजासँग ढङ्ग र आफ्नो विश्वासको कुरालाई अगाडि बढाए। मण्डलीमा धर्म सुधार। अब मार्टिन लुथरले विश्वगुरुलाई हटाए र मण्डलीमा मुक्ति यो कारण पाइन्छ। नाम चाहिँ सफल भयो है। अब उनीहरूको भनाइअनुसार परमेश्वर चाहिँ आगोमा आउनुहुन्छ।
जो चाहिँ पवित्र आत्मा हुनाले त्यसरी आउनुहुन्छ। मैले त्यो दाइले निकै भने अनि त्यो दाइले जे एक दुईवटा पद रोप्नु भएको रहेछ अनि भन्दै हुनुहुन्थ्यो कि हामी परमेश्वरबाट टाढिएका छौँ र तपाईँ अनि मैले चाहिँ आजदेखि नै यही यो सोच्नुपर्ने बेला भएको छ कि के हामी पनि कतै त्यस्तो बाटोमा गएका छैनौँ। हामीले आज सोच्नुपर्ने हुन्छ। तपाईँ र ख्यालखट्टा गरेछौँ भने हामीले परमेश्वरले हामीलाई न्याय दिनुहुन्छ। हुन्छ हामी ख्यालखट्टाको परमेश्वर हुनुहुन्छ। हामीमा विभिन्न समस्याहरू आउन सक्छ, त्यसैले हामी होसियार अपनाउनुपर्छ। होसियार साथसाथै हामीमा विभिन्न पाप स्वभावहरू पस्न सक्छ। त्यो पाप स्वभावहरूलाई चाहिँ हामीले परमेश्वरको सामु राख्नुपर्छ र परमेश्वरले उत्पत्ति प्रस्थान लेवी गन्ती कसैले पढाउनु थिएँ ल म पढ्छु मैले भेटाएँ। अनि तिनले कोरह र उनका सब दललाई यसो भने भोलि बिहानको उहाँको हो को पवित्र छ र कसलाई उहाँले आफ्नो नजिक आउन दिनुहुन्छ सो परमप्रभुले नै देखाइदिनुहुन्छ। जसलाई उहाँले चाहनुहुन्छ त्यसलाई आफ्नो नजिक आउन दिनुहुन्छ। पुजारीको अर्थ के रहेछ? पृष्ठको अर्थ नजिक आउन। अब यहाँनिर
गन्ती 16 को 5 मा हामीले त्यो कुरालाई अलिकति हेर्नेछौँ। यहाँनिर यसरी भनेको छ, बिहान भोलि बिहान को उहाँको हो, एउटा कुरो भयो, को पवित्र छ, दुईटा कुरो भयो, र कसलाई उहाँले आफ्नो नजिक आउन दिनुहुन्छ सो परमप्रभुले नै बताउनुहुन्छ। अब यो गन्ती 16 को 5 मा पुरानो करारको पुजारी गिरीसँग सम्बन्धित तीनवटा कुराहरू, को उहाँको, लेख्नुहोस् त, लेख्नुहोस् ल नम्बर चाहिँ को उहाँको हो। यहाँदेखि उता आउँछ हेर्नुहोस्, को पवित्र छ, कसलाई उहाँको नजिक आउन दिनुहुन्छ, आउन दिनुहुन्छ। यसरी लेख्नुहोस्, तपाईँलाई पढ्न सजिलो हुन्छ होला है। को उहाँको हो भन्नुको मतलब चाहिँ परमप्रभुको निम्ति छुट्याइएको भनेर लेख्नुहोस्। यहाँ चाहिँ परमप्रभुको निम्ति छुट्याइएको, छुट्याइएको। अब को पवित्र छ भनेको शुद्धिकरण गरेको भनौँ, अब पवित्र लेख्नुहोस् न, पवित्र गरिएको लेख्दा पनि हुन्छ, यसलाई गरिएको। यता यता यहाँ तपाईँले शुद्धिकरण भनेर लेख्दा पनि हुन्छ, कसले लेख्नुहुन्छ शुद्धिकरण, यस्तो दिनुहोस् ल। अब कसलाई उहाँ नजिक आउन दिनुहुन्छ, परमेश्वरको नजिक आउन पवित्र गरिएको अथवा शुद्धिकरण गरिएको, पवित्र 3 मा परमेश्वरको नजिक आउन अभिषिक्तलाई, यो 3 को चाहिँ ल, परमेश्वरको नजिक आउन अभिषिक्त के भन्छ, सिक्कलाई ल। लेख सक्नुभयो। हामी पुजारीको कुराहरू गर्दैछौँ। पुरानो नियममा यसरी गरिन्थ्यो, पुजारीको अर्थ नजिक आउन। अहिलेको पदमा हामी पढ्दै थियौँ, परमेश्वरले को उहाँको हो अनि को पवित्र छ, कसलाई नजिक आउन दिनुहुन्छ, भोलि बिहान परमेश्वरले नै बताउनुहुन्छ भन्ने कुरो यहाँ पाउँछौँ। र परमेश्वरले कसलाई नजिक आउन दिनुहुन्छ, को उहाँको हो, को पवित्र छ। यी माथिका 3 मध्ये पहिलो को उहाँको होले चाहिँ पहिलोले चाहिँ पुजारी पदको वर्णन गर्छ। लेख्नुहोस् त, माथिका 3 मध्ये लेख्नुहोस् त, अनि लेख्नु ढिलो हुन्छ। माथिका 3 मध्ये पहिलोले पुजारी पदको वर्णन गर्छ भने लेख्नुहोस्। उनी पवित्र पारिएका हुन्छन्, लेख्नुहोस्। तपाईँलाई भनेपछि पढ्न त्यो लामो लेख्नुहोस्, बरु सजिलो हुन्छ। उनी पवित्र पारिएका हुन्छन्, परमेश्वरको निम्ति संसारदेखि अलग्गै छुट्याइएका भनेर लेख्नुहोस् ल। माथिबाट फेरि भन्छ है, माथिका 3 मध्ये पहिलोले पुजारी पदको वर्णन, माथिका 3 मध्ये पहिलोले लेख्नुहोस् है, फर्स्ट
को उहाँको हो भन्ने पहिलोले चाहिँ परमप्रभु निम्ति छुट्याइएको भनेर लेखेछ नि त्यो चाहिँ त्यसको अलिकति के भन्छ एक्सप्लेनेसन पहिलोले पुजारी पदको वर्णन गर्दछ उनी पवित्र पारिएका हुन्छन् परमेश्वरको नजिक निम्ति संसारदेखि अलग्गै छुट्याइएका भनेर लेख्नुहोस्। अब दोस्रो लेख्नुहोस् दोस्रोले त्यस्तै लेख्नुहोस् उनको अवस्थाको वर्णन गर्छ भनेर लेख्नुहोस्। दोस्रोले उनको अवस्थाको वर्णन गर्छ पवित्र कामको निम्ति परमप्रभुमा समर्पित गरिएका भनेर लेख्नुहोस्। पवित्र कामको निम्ति परमप्रभुमा समर्पित गरिएका भनेर लेख्नुहोस्। लेवीको पुस्तक 27 को 28 पनि लेखिराख्नुहोस् दोस्रो लागि पद त्यहाँनेरि चाहिँ उहाँमा समर्पित गरिएको प्रत्येक भाँडो परमप्रभुको निम्ति अति पवित्र बन्छ भनेर लेखेको छ। लेवी 27 को पेपर तान्नु न पेपर तान्नु न पेपर क्यालकुलेटर थिच्ने त्यसको गोटीहरू देखिरहेछ। ल भयो सर यो सबैभन्दा बढी नै छ। अब यो मासुको टिपाट फरक निकाल्नु पर्ने भयो। अर्को सब्जीको यो सब्जीकै मात्र सबैभन्दा बढी छ। सबैभन्दा लगानी सब्जी आउनु पर्यो। मलाई अस्ति जोड्दै म त अब हाम्रै नसकेको छोडिदिएँ। यो फोटो चाहिँ डिलिटमा राख्नु हुन्छ सर फोटोहरू हुन्छ डिलिटमा राख्नु चामलको यहाँ जोडेर है चामल कति गर्छ फेब्रुअरीबाटै सुरु गरेर
इस्लाम धर्मको धर्मशास्त्र कुरान इस्लाम धर्मको धर्मशास्त्र कुरान अल्लाहको वचन भनेर अल्लाहको वचन मानेर विश्वास गर्छ। विश्वास गर्छ भयो। कुरानमा 114 सुराहरू छन्। यो सुरा भनेको चाहिँ के हो हजुर? यो सुराहरू भनेको यो अध्याय भनेको यो कुरान जुन चाहिँ इस्लाम धर्मका विशेष गरिकन अरबी भाषामा अल्लाह भनेको चाहिँ ईश्वर हो र यो अल्लाहको वचन मानेर मान्छ। जसरी हामी इसाईहरूले धर्मशास्त्र बाइबललाई परमेश्वरको वचन मानेर विश्वास गर्छौँ र सोही अनुसार हामी जीवन जिउँछौँ। त्यस्तै गरिकन यो कुरानलाई पनि उनीहरूले के मान्छ अरे भन्नुहोस् त, जस्तो अल्लाह भन्ने अल्लाहले कसलाई दर्शन दियो उसको वचन मोहम्मदले कसलाई प्रकाश दियो उसको डिसाइपलहरूलाई उसको चेलाहरूलाई दियो कि दिएन उसका मानिसहरूलाई हो। यो जो चेला मान्छ यी चेलाहरूले चाहिँ यो अल्लाहले चाहिँ कसलाई दियो यो वचन मोहम्मदलाई दियो। अनि यो चाहिँ कुरान भयो। यो कुरान भयो के भयो अरे यो कुरान यो अल्लाहले दियो यो र यो कुरानको जम्मा चाहिँ कति हो सुराहरू छन् भने 114 सुराहरू छन्। यो सुराहरू भनेको चाहिँ के अरे अध्याय भने अर्को लेख्नुहोस्, अर्को दिनुहोस्, त्यही त्यस्तो गर्नुहोस्। त्यही सबैले पाउनुभयो? त्यति दिन अगाडिदेखि 20-21 पास यो पढ्ने प्रयास गरिरहेछौँ। अब हामीले एकै मिलाएर एकै गतिमा लानेछौँ है। हुन्छ 1 2 3 उहाँको वचन पालन गर्ने संसार हो, परम प्रभुको प्रशंसा गर। हे स्वर्गमा बसेका हो, उहाँको परम प्रभुको प्रशंसा गर। हे उहाँका सारा सृष्टि हो, उहाँका समस्त कार्यमा भएका हो, परम प्रभुको प्रशंसा गर। हे मेरो प्राण, परम प्रभुको प्रशंसा गर। आमेन। रोएको करारे भनेर माले रोएर हैन हुन्छ। हामी सूर्योदयदेखि सूर्यास्तसम्म भनेर एउटा घोष गाएर हामी अगाडि बढ्छौँ।
कस्तो स्पिड राखी छोड़ ना इधर ले जाओ इधर लग ना फेर हो वाह टाढा नजिक टाढा लैजाऊ टाढा 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 लैजाऊ न अब चारी अहिले आएर भन्नु